हाम्रो यात्रा छलानन्दको यसैसम्म रहेको छ। हाम्रो यता ड्राइभिङमा अर्जुन राई, फ्रन्ट साइडमा ब्याक साइडमा हाम्रो सोमसु चेली, प्लस म क्यामेराम्यान यो अलिक जान्दिनँ क्या प्रवीण रुम्दाली। हामी तिनजना चाहिँ आज हाम्रो दुईजना साथीहरू छ प्लस, अनि आज हामी जेसुसम्म पुगेर हामी त्यहाँ विभिन्न एक्टिभिटिज गर्नेछौँ। अलिक बोल्न बोल्ने चाहिँ आउँदैन क्या मलाई। त्यहाँ हाम्रो विशेष गरेर आज हामी के गर्छौँ हामी जल्दी बोल, कल सुबह पनवेल निकल। आज हाम्रो फर्स्टमा गएर चाहिँ हामी चाहिँ बिच साइडमा चाहिँ हामी बिच गएर चाहिँ त्यस पछाडि चाहिँ गए पछाडि बिचको हामी त्यहाँ जे हाम्रो एक्टिभिटिज हुन्छ त्यो गर्छौँ। त्यसपछि हामी बार्बिक्यू गर्ने, प्लस त्यहाँ अरू विभिन्न गेमहरू पनि रहेको छ, अनि त्यो पनि हामी आज अनुभव गर्ने हाम्रो प्लानिङ छ है त्यो गाइजहरू। ल अब चाहिँ दामी आउँछ है, तर 0.5बाट हो त्यति राम्रो भिडियो चाहिँ हुँदैन क्या क्लियर। भिडियो त म भरेसम्म तर दामी बनाउँछु नि क्या।
त्यसमा धेरै ऊ आउँदो रहेछ हौ के चाहिँ एडहरू ए उयसमा त एडै आउँदैन कि सुरुमा एकचोटि स्टार्ट गर्दा आउँछ साउन्ड बढाउँछ यत्रै हो तर यो के अरे यो ठाउँहरू पनि भर्खर भर्खर डेभलप हुँदो रहेछ कि क्या अच्छा म प्रायः हिँड्दाखेरि नयाँ नयाँ बाटोहरू पनि देख्छु कि अरे कहना क्या चाहते हो उता हामी बसेकोतिर पनि पुरा बनाइरहेको हुन्छ बाटोहरू भिडियो बनाउन सन्दै पछाडिबाट साथी हाम्रो कस्तो आउँदैछ बाटो यहाँ चाहिँ खिच न यहाँ तर राम्रो आउँदैन नि उमा हामीले रियल देखेको जस्तो साइकलमा आइदिएको क्या हामी ऊ गरेको सेतो पुलसम्म त्यो पुलसम्म त्यो त धेरै टाढो छ त हौ यता त सबै कृषि एरियाको रहेछ ऊ त्यो परको त हाम्रो रबाटहरू 나이는 안 어지러워? चुइची बनाउँदो रहेछ नि यति बेला चाहिँ चुइची भन्छ होला मुद्छ केटाहरूमा
लाग्नु हुँदो रहेछ यहाँ Oh my god! पैसा सक्यो 자, 저기가 용굴이에요. 용굴. 사진 한번 찍고 갑니다. 사진. मलाई देखाएको तपाईँको मनमा देख्नु अगाडि जानु यस्तो यो घुमाएर यस्तो घुमाउनु मन थियो क्या